परदेशको विज्ञापन खुल्दैन है, स्थानीय खुल्छ, परदेशको विज्ञापन चाहिँ अब नखुल्ने भयो रे। सायद परदेश खारेज हुन्छ होला, अब त्यस्तै लाग्छ। हेरौँ के हुन्छ, हेर्दै जाऊँ। खारेज हुनलाई नै होला। अब हेर्नु ल, हामीले के पढेको थियौँ त? डेल्टा पढेको थियौँ। डेल्टा भनेको कुनै पनि बिरुवा परिपक्व हुनको लागि कति डेप्थ अफ वाटर चाहिन्छ त? हामीले त्यसलाई के भन्थ्यौँ त? डेल्टा भन्थ्यौँ। डिफ्रेन्ट ग्रुपको लागि कति कति हुन्छ त्यो पनि लेख्यौँ हामीले, ठिक छ। भनेपछि 2 नम्बरमा ड्युटी हेरौँ। अब एकदम यहाँबाट एमसिक्यू पनि आइरहेको छ, सब्जेक्टिभ पनि सोधिहालेको छ, क्वेसन हिजो लेखिसक्यौँ हामीले। सुरुमा म यहाँ नै लेखिदिन्छु ड्युटी भनेको, त्यसपछि हामी बुझौँला। ड्युटीलाई डीले रिप्रेजेन्ट गर्छौँ। ड्युटी क्यान बी डिफाइन्ड एज द ड्युटी क्यान बी डिफाइन्ड duty can be defined as the area duty can be defined as the area that can be irrigated that can be irrigated that can be irrigated constant by constant supply of 1 meter cubic per second 1 meter cubic per second of water throughout the base period throughout the base period mathematically mathematically ड्युटी डी भनेको चाहिँ के हो त भन्दा एरिया बाई डिस्चार्ज हो। एरिया बाई डिस्चार्ज। एरिया केमा आउनुपर्छ त? यो हेक्टरमा आउनुपर्छ। डिभाइडेड बाई डिस्चार्ज चाहिँ हाम्रो मिटर क्युबिक पर सेकेन्डमा हुन्छ। इट्स युनिट इज के त? हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। और यसलाई हामीले कसरी पनि लेख्न सक्छौँ भन्दा हेक्टर पर CUMECS, हेक्टर पर क्युमिक पनि भन्न सक्छौँ। एज वी मुभ फ्रम क्यानल टु फिल्ड ड्युटी अफ वाटर इन्क्रिजेज। ड्युटी अफ वाटर इन्क्रिजेस। ल यति कपी गर्नुहोस्, त्यसपछि हामी यसको बारेमा थोरै डिस्कस गरौँला। यति हो, भर्खरै पढ्न सुरु गरेको हामीले, भर्खरै पढ्न सुरु गऱ्यौँ। भर्खरै पढ्न सुरु गरेको। अब परदेशमा भ्याकेन्सी नखुल्ने भनेर कोशी प्रदेशले मात्रै भनेको, अरू प्रदेशले त्यसरी न्युज चाहिँ निकालेको छैन, हेर्नु है। अब कोशीले चाहिँ निकाल्यो। कोशीले आज 7 लेभलको स्थानीय खोल्यो नि त, प्राविधिक र अप्राविधिक। स्थानीयको चाहिँ हो त्यो त्यो प्रदेशको होइन। अनि प्रदेशको चाहिँ अब आउँदैन भनेर नोटिस निकालेको थियो। हेक्टर पछि के होला? हेक्टर भनेको CUM क्युमिक पनि भन्छौँ, अथवा हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। ल अब सबैजनाले एकचोटि अगाडि हेर्नुहोस्। के भन्यो त भन्दा ड्युटी भनेको केही पनि होइन। सिम्पल म नेपालीबाट भन्नु पर्दाखेरि ड्युटीलाई हामीले कसरी डिफाइन गरौँ त भन्दा, सिम्पल हेर्नु ल, के छ त भन्दा हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड छ नि त। के बुझ्नु पर्यो सबैले? हेर्नु त,
एक घनमिटर पानीले 1 मिटर क्युबिक पानीले एक सेकेन्डमा एक सेकेन्डमा कति हेक्टर एरिया सिँचाइ गर्न सक्छ? कति हेक्टर एरिया सिँचाइ गर्न सक्छौँ? सिँचाइ गर्न सकिन्छ हो। यो अमाउन्टलाई, यो क्वान्टिटीलाई, अथवा यो हाम्रो के त यो टर्मलाई चाहिँ के भन्छौँ त भनेपछि ड्युटी भन्छौँ। सिम्पल के रहेछ त, 1 घनमिटर पानीले एक सेकेन्डमा कति हेक्टर एरिया सिँचाइ गर्न सकिन्छ त हो। यसलाई के भन्छौँ त हामीले ड्युटी भन्छौँ। यसलाई इङ्ग्लिसमा हेरेर लेखेको छ, ड्युटी क्यान बी डिफाइन्ड एज द एरिया द्याट क्यान बी इरिगेटेड बाई कन्सटेन्ट सप्लाई अफ 1 मिटर क्युबिक पर सेकेन्ड अफ वाटर थ्रु आउट दि बेस पिरियड। एरिया चाहिँ केमा हुन्छ त, हामी जनरली हेक्टरमा नाप्छौँ। त्यसपछि यो भनेको ड्युटी भन्ने बित्तिकै तपाईँहरूको माइन्डमा अब के आउनु पर्यो भन्दा एरिया बाई डिस्चार्ज आउनु पर्यो। एरियालाई हेक्टरमा नाप्ने, डिस्चार्ज भनेको मिटर क्युबिक पर सेकेन्ड हुन्छ, यसलाई हेक्टर बाई CUMES क्युमिक पनि भन्छौँ। क्युमिक भनेको के हो भन्नुहुन्छ भने मिटर क्युबिक पर सेकेन्ड हो। यसको युनिट यो भइहाल्यो। अनि एज वी मुभ फ्रम क्यानल टु फिल्ड ड्युटी अफ वाटर इन्क्रिजेस। हामीले क्यानलबाट फिल्डतिर गयौँ भने के हुन्छ त भन्दा धेरै क्यानलमा भन्दा फिल्डमा सिँचाइ हुने हो नि त। त्यही भएर जति फिल्डतिर जान्छौँ त्यति ड्युटी के हुन्छ त बढ्दै जान्छ। यो एमसिक्यूमा सोधेको छ। प्रत्येक पोइन्टहरू एमसिक्यूमा सोध्छ, सब्जेक्टिभमा पनि सोधिहाल्छ। ओके ल, त्यसपछि एउटा अर्को पोइन्ट पनि लेखौँ एमसिक्यूमा सोधेको। त्यसपछि ड्युटी कहाँ म्याक्सिमम हुन्छ भने सोध्छ क्या तपाईँले। ड्युटी इज म्याक्सिमम एट द फिल्डमा हुने हो। एट ड्युटी इज म्याक्सिमम एट द फिल्ड एन्ड मिनिमम एट द एट इनलेट अफ मेन क्यानल। यो पनि लोकसेवामा म्याक्सिमममा एमसिक्यूमा सोधेको छ। क्वेसन प्र्याक्टिस गर्नुहुन्छ भने थाहा होला तपाईँहरूलाई। ड्युटी एट हेड अफ वाटर कोर्सेस, द्याट इज, यो भनेको चाहिँ आउटलेट पोइन्ट है त। आउटलेट पोइन्ट आउटलेट पोइन्ट इज कल्ड एज आउटलेट फ्याक्टर। यो पनि लोकसेवामा सोधेको छ। इज कल्ड एज आउटलेट फ्याक्टर। के हो त आउटलेट फ्याक्टर भनेर सोध्यो भने तपाईँले मजाले भन्न सक्नुहुन्छ। ओर यसलाई आउटलेट के पनि भन्न सक्छौँ त, डिस्चार्ज पनि भन्न सक्छौँ। आउटलेट डिस्चार्ज फ्याक्टर, आउटलेट डिस्चार्ज आउटलेट डिस्चार्ज फ्याक्टर और आउटलेट ड्युटी आउटलेट DUTY ड्युटी भन्छ। तिनवटा टर्म, आउटलेट ड्युटी, आउटलेट डिस्चार्ज फ्याक्टर र आउटलेट फ्याक्टर भन्दा रहेछ। केलाई त कपी गर्नु त्यो कुराहरू। ल ओके, सिम्पल यहाँनिर के भन्यो भनेपछि ड्युटी कहाँ चाहिँ म्याक्सिमम हुन्छ त, फिल्डमा हुने हो नि त। मैले अघि पनि भने ड्युटी भनेको के हो त, सिँचाइ हुने हो क्या। त्यहाँनिर चाहिँ क्यानलको इनलेटमा चाहिँ के हुन्छ, ड्युटी चाहिँ मिनिमम हुन्छ। तपाईँलाई कहाँ म्याक्सिमम हुन्छ कहाँ मिनिमम हुन्छ, क्वेसन त्यसरी सोध्छ। अर्को कुरा, ड्युटी एट हेड अफ वाटर कोर्सेस।
अथवा द्याट इज आउटलेट पोइन्ट। आउटलेट पोइन्टमा भएको ड्युटीलाई आउटलेट फ्याक्टर भनेर पनि भन्न सक्नुहुन्छ तपाईँहरूले। आउटलेट डिस्चार्ज पनि, डिस्चार्ज फ्याक्टर पनि भन्न सक्नुहुन्छ। र आउटलेट ड्युटी मात्र भने पनि हुन्छ अरे। यसलाई हामीले यसरी भन्न सक्छौँ। ओके ल, त्यसपछि अब यहाँनिर एउटा क्वेसन सोधेको क्वेसन ल, सिम्पल वाट डु यु मिन बाई ड्युटी, यो हिजो पनि आइसकेको थियो। वाट डु यु मिन बाई ड्युटी, वाट डु यु मिन बाई ड्युटी, त्यसपछि वाट आर दि फ्याक्टर एफेक्टिङ, वाट आर दि फ्याक्टर एफेक्टिङ ड्युटी अफ वाटर भनेर, फ्याक्टर, वाट आर दि फ्याक्टर एफेक्टिङ ड्युटी अफ वाटर, वाट आर दि फ्याक्टर एफेक्टिङ ड्युटी अफ वाटर भनेर एक्सप्लेन। यो क्वेसन तपाईँहरूलाई 5 मार्क्समा, 5 मार्क्समा सोधेको पाइन्छ। ओके, धेरै ठाउँमा सोधेको पनि छ सब्जेक्टिभ। अब ड्युटीको बारेमा सबले बुझिसक्नुभयो। अब त्यसो भए फ्याक्टर एफेक्टिङ ड्युटी पनि यसो सरस्वती म लिस्ट गरिदिन्छु। फ्याक्टर्स एफेक्टिङ, फ्याक्टर एफेक्टिङ ड्युटी। अब के कुराले चाहिँ असर गर्न सक्छ त? सुरुमा त 1 नम्बरमा टेम्परेचरले असर गर्छ। हेर्नु, टेम्परेचरले असर गर्छ। के असर गर्छ त्यो पनि लेखिदिन्छु म। एज टेम्परेचर, as temperature increases, comma, rate of evaporation, rate of evaporation loss will increase, will increase, and ins duty will decrease, duty will decrease। यहाँनिर के बुझ्नु पर्यो त भनेपछि ड्युटी इज इन्भर्सली प्रोपोर्सनल टु टेम्परेचर। यो टर्म चाहिँ तपाईँहरूले एमसिक्यूको लागि भए पनि भयो, सब्जेक्टिभको लागि भए पनि यो चाहिँ याद गर्न पर्यो। त्यसपछि 2 नम्बरमा छ विन्ड भेलोसिटीले पनि असर गर्छ। के असर गर्छ हेरौँ। विन्ड भेलोसिटी also increase evaporation loss and hence duty will decrease। यो पनि हुने भयो। ल, यति कपी गर्नुहोस्। त्यसपछि म दुइटाको बारेमा सरस्वती भनेर एउटा हामी अर्को लेख्छौँ। ओके, म अहिले स्टार्टिङदेखि देखाइदिन्छु। अब हेरौँ ल। यहाँनिर के बुझौँ भने सिम्पल के छ त, टेम्परेचर बढ्यो भने
इभापोरेसन के हुन्छ त बढ्छ। जति धेरै दिउँसोतिर रेट अफ इभापोरेसन के हुन्छ त हाई हुन्छ, तपाईँलाई थाहा हुन्छ, किनकि दिउँसोमा टेम्परेचर हाई हुने भयो। अनि त्यसपछि इभापोरेसन लसेस बढ्यो भनेपछि के हुन्छ, पानी खेतमा पानी घट्दै घट्दै गयो भने के हुन्छ त सिँचाइ कम हुन्छ। सिँचाइ कम हुनु भनेको के त ड्युटी कम हुनु हो। त्यही भएर टेम्परेचरसँग के छ त ड्युटी इन्भर्सली प्रोपोर्सनल छ। सिमिलरली विन्ड भेलोसिटीले के गर्छ त, विन्ड भेलोसिटीले पनि इभापोरेसन लसलाई के गराउँछ त इन्क्रिज गराउँछ। इभापोरेसन लस इन्क्रिज भयो भने के हुन्छ, ड्युटी घट्छ। ड्युटी घट्यो भने फेरि के हुन्छ त हाम्रो विन्ड भेलोसिटीसँग पनि इन्भर्सली प्रोपोर्सनल हुने भयो ड्युटी। यसरी चाहिँ तपाईँलाई एमसिक्यूमा पनि सोध्छ, सब्जेक्टिभमा पनि सोध्छ, यो कुरा बुझ्नु पर्यो है त। त्यसै गरी अब 3 नम्बरमा हेरौँ, ह्युमिडिटी। हाई ह्युमिडिटी, हाई ह्युमिडिटी रिड्युसेस रेट अफ evaporation loss and hence duty will high humidity reduces rate of evaporation loss increases। यो के भयो त भनेपछि ह्युमिडिटीसँग चाहिँ ड्युटी अथवा ड्युटीलाई अगाडि लेख्नु चाहिँ डाइरेक्टली प्रोपोर्सनल। हाई ह्युमिडिटी रिड्युसेस रेट अफ इभापोरेसन लसेस। इभापोरेसन लसेसलाई ह्युमिडिटीले के गर्छ त घटाउँछ, हो कम हुन्छ। कम हुने बित्तिकै के हुन्छ त ड्युटी बढ्ने भयो, हो त्यही भएर ह्युमिडिटी र ड्युटी चाहिँ के हुन्छ एक आपसमा डाइरेक्टली प्रोपोर्सनल हुन्छ। ह्युमिडिटी भनेको चाहिँ के हो त भन्दा एयरमा मोइस्चर हुनु, एयरमा पानीको थोपाहरू हुनुलाई हामी के भन्छौँ, ह्युमिडिटी भन्छौँ। एयरमा पानीको थोपाहरू हुनु त्यसलाई ह्युमिडिटी, मोइस्चर प्रेजेन्ट इन एयर भनेपछि त्यो भनेको ह्युमिडिटी हो। अब त्यसपछि अरू पनि कुराहरूमा पनि डिपेन्ड गर्छ ड्युटी। अरू के कुरा छ, टाइप्स अफ क्रोपमा होला, टाइप्स अफ सोइलमा होला। 4 नम्बरमा छ टाइप्स अफ क्रोप। टाइप्स अफ क्रोपमा पनि ड्युटी इज हायर फर अ क्रोप्स हुज वाटर रिक्वायरमेन्ट इज लो एन्ड भाइस भर्सा। यो क्वेसन एकदम इम्पोर्टेन्ट छ यहाँनिर चाहिँ यो पोइन्ट है। अर्को 5 नम्बरमा छ टाइप्स अफ सोइलमा पनि डिपेन्ड गर्छ, टाइप्स अफ सोइलमा डिपेन्ड गर्ने भयो। त्यसै गरी 6 नम्बरमा मेथड अफ इरिगेसनमा पनि डिपेन्ड गर्छ, मेथड अफ इरिगेसन तपाईँहरूले कसरी सिँचाइ गर्नुभएको छ। 7 नम्बरमा वाटर टेबल कहाँ छ हाम्रो त्यसमा पनि डिपेन्ड गर्छ, वाटर टेबल। त्यसै गरी बेस पिरियड एन्ड क्रोप पिरियडमा, बेस पिरियड एन्ड क्रोप पिरियडमा पनि डिपेन्ड गर्छ। इटिसी हो, यस्ता फ्याक्टरहरूले हाम्रो ड्युटीलाई असर गर्न सक्छ। ल यो सबैजनाले कपी गर्नुहोस्। अब त्यसपछि यहाँनिर एउटा पोइन्ट छ, यो कपी भयो भने चाहिँ टाइप्स अफ क्रोप भनेर कपी भयो, यसो च्याट पनि गर्दै गर्नुहोस्। अब हेरौँ ल, कपी भयो भने टाइप्स अफ क्रोप भनेको छ जसको चाहिँ क्रोप रिक्वायरमेन्ट लो छ नि, भन्नुको मिनिङ कुनै पनि बिरुवाले पानी नै एब्जर्ब गर्दैन भने त त्यसले धेरै एरिया सिँचाइ गर्न सक्छ नि त। आफै विचार गर्नु त,
कोही मान्छेले एक दिनमा 10 लिटर, जस्तै मानौँ एक दिनमा 1 लिटर मात्रै पानी खान्छ भनेपछि, र अर्को मान्छेले चाहिँ एक दिनमा 10 लिटर पानी खान्छ भनेपछि कसको लागि चाहिँ ड्युटी कम हुने भयो त? कम हुने भयो। जसले धेरै पानी खान्छ र जुन बालीले धेरै पानी लग्छ त्योसँग ड्युटी कम हुने भयो। जुन बालीलाई चाहिँ कम पानी लाग्छ त्योसँग ड्युटी बढी हुने भयो। ड्युटी बढी हुनुको मिनिङ धेरै एरिया सिँचाइ हुनु। धेरै एरिया कति बेला सिँचाइ हुन्छ त? बिरुवाले कम कम पानी लग्यो भने धेरै एरिया सिँचाइ हुन्छ। यदि एउटै बिरुवाले धेरै पानी लग्यो भने त त्यहाँनिर कम सिँचाइ हुने भयो नि त। त्यही भएर हेर्नु त, ड्युटी इज हायर फर अ क्रोप विच वाटर रिक्वायरमेन्ट इज लो। जसको चाहिँ वाटर रिक्वायरमेन्ट, उसको आवश्यकता कम छ, त्यसको लागि त्यो फिल्डको लागि ड्युटी धेरै हुने भयो। जसको आवश्यकता बढी छ त्यो फिल्डको लागि कम हुने भयो। अब टाइप्स अफ सोइल कस्तो छ त्यसमा पनि डिपेन्ड गर्छ। मेथड अफ इरिगेसन, वाटर टेबल कहाँ छ, बेस पिरियड र क्रोप पिरियडमा पनि डिपेन्ड गर्छ। अब यसपछि पछिको टपिक छ हाम्रो रिलेसनसिप बिट्विन के त, बेस पिरियड, ड्युटी, डेल्टा। ल म नयाँ स्लाइडमा गएँ, यो कपी गर्नु त। सिल्ट इज अ फिल्टरिङ एजेन्ट, नन फर्टिलाइजिङ एजेन्ट। सिल्ट इज अ फर्टिलाइजिङ एजेन्ट, नन फर्टिलाइजिङ एजेन्ट, टाइप्स अफ क्रुड, टाइप्स अफ रक। फर्टिलाइजिङ पनि होइन, नन फर्टिलाइजिङ पनि होइन। यो भनेको एउटा के हो त, स्मल अमाउन्ट अफ टाइप्स अफ रक भन्दा पनि हुन्छ यसमा चाहिँ, है त। हाम्रो क्लास अब यो इरिगेसन पढ्ने हो। आज त थर्ड डे, हामी फोर्थ डेमा छौँ। अझ 4 दिनहरू त लाग्छ नै इरिगेसन सक्नलाई। अब हेरौँ, तपाईँ लेखेरै पढ्यो भने चाहिँ अलिक समय लाग्छ। म पावर पोइन्टबाट पढ्न पर्ने कुरा पावर पोइन्टबाट पनि भनिदिउँला। पावर पोइन्टबाट भएपछि यति बेला धेरै कुरा सकिन्थ्यो। अलिक इफेक्टिभ हुँदैन भन्नुभयो तपाईँहरूले। ल ठिक छ। अब त्यसपछि हामी जाउँ रिलेसनसिप बिट्विन ड्युटी, डेल्टा र बेस पिरियड। नयाँ स्लाइडमा गएँ म। यो तपाईँ यसको प्रुफ चाहिँ तपाईँहरूलाई यो डिप्लोमा पढ्दाखेरि पनि धेरै ठाउँमा सोधेको पाइन्छ, है त। रिलेसनसिप बिट्विन रिलेसनसिप बिट्विन ड्युटी, यसलाई जसरी लेखे पनि हुन्छ, डेल्टा एन्ड के त, बेस पिरियड। बेस पिरियड सुरुमा हामी भोल्युम लेट गरौँ। लेट 1 मिटर क्युबिक अफ वाटर, यसको सोल्युसन है हामी डिराइभ गर्दैछौँ। लेट 1 मिटर क्युबिक अफ वाटर इज एप्लाइड इन फिल्ड। Let 1 meter cubic of water is applied in field having d hectare area and having a crop of base period कति त भन्दा बेस पिरियड चाहिँ बी डेज। जस्ट एउटा हामीले लेट गऱ्यौँ है त। के लेट गऱ्यौँ भनेपछि 1 मिटर क्युबिक अफ वाटर चाहिँ हामीले ग्राउन्डमा एप्लाई गऱ्यौँ। जोसँग ड्युटी डी छ भने डी हेक्टर एरिया भनेको ड्युटी डी छ, जोसँग एरिया चाहिँ हेक्टरमा भयो। हेक्टर एरिया एन्ड ह्याभिङ के छ त, बेस पिरियड बी इन डेजमा छ। ओके, त्यसपछि अब फर बी डेजको लागि हेरौँ है त। बेस पिरियडको लागि चाहिँ यदि फर बी डेजको लागि हेर्ने हो भने यहाँनिर ड्युटी बराबर के हुन्छ त, भर्खरै हामीले ड्युटी बनाए के भनेको छौँ, ड्युटीलाई डीले रिप्रेजेन्ट गरेको छौँ। यसको युनिट के हुन्छ त, हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। सबैलाई थाहा छ ड्युटीलाई हामीले के त डीले रिप्रेजेन्ट गरेको छौँ, अथवा अगाडि नगरौँ ल। ड्युटी बराबर डी, यसको युनिट चाहिँ हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। लेड गरेको हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। ठिक छ, यसो बुझ्दै पनि गर्नुहोस् है, एकछिनमा सार्नु होला। त्यसपछि ड्युटी बेस पिरियड बीको लागि ड्युटी त यो छ। अब डिस्चार्ज कति छ त हामीले माथि लेट गरेको, सबैजनाले कमेन्ट गर्नु त। डिस्चार्ज क्यु बराबर कति छ त, हामीले लेट गरेको छौँ 1 मिटर क्युबिक पर सेकेन्ड चाहिँ लेट गरेको छौँ भने बेस पिरियड निकालौँ नि त। बेस पिरियड कति छ त,
बेस पिरियड बराबर बी मानेको छौँ नि। ह्याभिङ बेस पिरियड हेर्नु त बी छ। हो बी भनेपछि बी यो केमा छ त, बी डेजमा छ। डेजलाई हामीले केमा कन्भर्ट गर्नु पर्यो, सेकेन्डमा। एक दिनमा 24 घन्टा, 24 घन्टामा 60 मिनट, 60 मिनटमा 60 सेकेन्ड हो। यो केमा गयो त, सेकेन्डमा गयो। यो केमा गयो, सेकेन्डमा गयो। ठिक छ। अब यहाँनिर बरु यो कमा दिएर टाइम बराबर बी डेज अथवा बेस पिरियड भनेको होइन, यसरी लेखिदिँदा पनि हुन्छ। ओके, यहाँसम्म कसैलाई कन्फ्युजन छ? यहाँसम्म कसैलाई कन्फ्युजन छ? ल त्यसो भए एकचोटि हेर्नु त, छैन भने केही पनि छैन। ड्युटीलाई डी मान्ने, डिस्चार्ज वान मान्ने, र बेस पिरियड के छ त, बी डेज छ क्या। यो बी डेजलाई चाहिँ हेर्नु त, सिम्पल, यो दिनमा छ नि त, दिनमा छ। एक दिनमा कति घन्टा हुन्छ, 24 घन्टा। यो केमा, दिनलाई चाहिँ यो आवरमा गयो। आवर एक घन्टामा कति मिनट हुन्छ, 60 मिनट हुन्छ। यो मिनटमा गयो, यो केमा गयो त, सेकेन्डमा गयो। अहिले जस्ट हामीले सेकेन्डमा निकाल्नको लागि, किन सेकेन्डमा निकाल्दैछौँ, डिस्चार्ज र एक ड्युटी दुइटै सेकेन्डमा छ। अब भनेपछि यसलाई थिच्नुभयो भने, यसलाई क्यालकुलेटरमा थिच्नुभयो भने 86,400 आउँछ। 86,400 बी मिटर क्युबिक आउँछ। सरी, सेकेन्ड आउँछ, हो कि 86,400 बी त हाम्रो छँदैछ, पछाडिपट्टिको सेकेन्ड त सेकेन्ड भयो। अब हामीले बेस पिरियड निकाल्यौँ। अब हामी के निकालौँ त, भोल्युम अफ वाटर एप्लाई निकालौँ त, भोल्युम निकालौँ। भोल्युम अफ वाटर एप्लाइड इन, एप्लाइड इन बी डेज। बी डेजमा भोल्युम निकाल्ने हो भने तपाईँहरूलाई भोल्युमको फर्मुला के छ थाहा छ? भोल्युम भनेको डिस्चार्ज इन्टु टाइम हो क्या। डिस्चार्ज इन्टु टाइम हो। भोल्युम भनेको डिस्चार्ज इन्टु टाइम त हो नि। क्लियर छ है? अब यसमा डिस्चार्ज भनेको कति छ त, वान वान मिटर क्युबिक पर सेकेन्ड डिस्चार्ज छ हाम्रो, इन्टु के हुने भयो, टाइम कति छ भर्खरै निकालेको छौँ, 86,400 के छ त, बी छ। भनेपछि 86,400 इन्टु के छ त, बी छ। यो केमा छ, सेकेन्डमा छ। यो सेकेन्ड र यो सेकेन्ड काट्न सकिन्छ। सकेपछि यहाँनिर के आयो त, 86,400 मिटर क्युबिक इन्टु बी, यसको युनिट के हुने भयो त अब हाम्रो, मिटर क्युबिकमा आयो। यहाँसम्म कसैलाई कन्फ्युजन छैन होला? 86,400 बी मिटर क्युबिकमा आयो। ठिक छ, क्लियर छ? यदि कपी गर्नु सबैजनाले, कपी गर्नु त सबैजनाले। ल भयो, ओके।
यति भइसकेपछि यहाँसम्म क्लियर हुनु भने भोल्युम र हामीले के निकाल्न के खोजिरहेको छौँ भने यहाँनिर एउटा बेस पिरियड निकाल्यौँ, बेस पिरियड यति आयो। ठिक छ, बेस पिरियड पहिला बी डेजमा मानेको थियौँ, त्यसलाई सेकेन्डमा कन्भर्ट गरेको। भोल्युम निकाल्यौँ हामीले कतिमा त 86,400 इन्टु बी इन्टु मिटर क्युबिकमा भोल्युम चाहिँ निकाल्यौँ। अब हामीले के निकाल्नु पर्यो, अर्को एरिया केमा मानेको छौँ हामीले, एरिया बराबर के छ त डी हेक्टर छ नि त। एरिया डी हेक्टर छ, हेक्टरलाई हामी केमा कन्भर्ट गरौँ, मिटर स्क्वायरमा कन्भर्ट गरौँ है त। भनेपछि 1 हेक्टरमा मैले अस्ति लेखेको थिएँ कति मिटर स्क्वायर हुन्छ त, 10⁴ मिटर स्क्वायर हुन्छ। केही गरेको छैन, जस्ट युनिट सेम बनाउनको लागि डेप्थ निकाल्दैछौँ नि त। भनेपछि अब हामीले डेप्थ अफ वाटर डेप्थ अफ वाटर एप्लाइड इन बी डेज, बी डेजमा चाहिँ कति डेप्थ अफ वाटर निकाल्छौँ भनेपछि डेप्थ निकाल्नको लागि भोल्युम बाई एरिया गर्दा आउँछ डेप्थ, भोल्युम बाई एरिया। कहिलेकाहीँ कन्फ्युजन भयो भने हेर्नु त एकचोटि, भोल्युम बाई एरियामा तपाईँको कन्फ्युजन भयो भने कसरी डेप्थ निकाल्ने त भन्दा माथि मिटर क्युबिक छ, तल मिटर स्क्वायर छ, मिटर क्युबिकले मिटर स्क्वायरलाई काट्दाखेरि एउटा मिटर बाँकी रहन्छ, एउटा मिटर भनेको डेप्थ हो हाम्रो। यसरी सम्झिनु पर्यो। अब भोल्युम, त्यही भएर हामीले भोल्युम निकाले हो कि, भोल्युम कति छ त हेर्नु 86,400, भोल्युम भनेको हाम्रो 86,400 इन्टु के छ त बी छ, यो केमा छ मिटर क्युबिकमा छ, डिभाइडेड बाई युनिट नलेखे पनि हुन्छ। एरिया के छ त डी इन्टु 10⁴ के छ त यो मिटर स्क्वायरमा छ। अब यो त काट्न पाइयो नि त, एउटा मात्र मिटर बाँकी रहन्छ हो। त्यही भएर डेप्थ अफ वाटरलाई हामीले यहाँनिर अब काटकुट गर्नुहुन्छ भने तपाईँहरूले कति बाँकी रहन्छ त भन्दा 8.64 इन्टु बी बाई डी बाँकी रहन्छ क्या। यो के त मिटरमा 8.64 इन्टु बी बाई डी, डेप्थ अफ वाटर एप्लाइड इन बी डेज भनेर यति आयो। तर हेर्नु त अब दिस डेप्थ दिस डेप्थ दिस डेप्थ अफ वाटर दिस डेप्थ अफ वाटर एप्लाइड इन बी डेज, डेप्थ अफ वाटर भने के हो त, कुनै पनि बिरुवा परिपक्व हुनको लागि कति डेप्थ अफ वाटर चाहिन्छ, त्यसैले हामीले के भन्ने गरेका छौँ, डेल्टा भन्ने गरेका छौँ हो। यो डेप्थ भनेकै के रहेछ त हाम्रो डेल्टा रहेछ। दिस डेप्थ अफ वाटर एप्लाइड इन बी डेज इज कल्ड एज डेल्टा, इज कल्ड एज, यसलाई हामी के भन्छौँ त डेल्टा भन्छौँ। ओके, डेल्टा भइसकेपछि अब यसलाई डेल्टा लेख्न त पायो, देयर फोर डेल्टा बराबर 8.64 इन्टु बी बाई ड्युटी डी हुँदो रहेछ। ओके, यसको युनिट के हुन्छ त अब, युनिट मिटरमा राख्ने भयो। होइन म युनिट सेन्टिमिटरमा राख्छु भन्नुहुन्छ भने 864 बी बाई डी हुन्छ। यसको युनिट के हुन्छ त सेन्टिमिटरमा, युनिट सेन्टिमिटरमा। यो डेप्थ अफ वाटर मिटरमा निकाल्नुहुन्छ भने 8.64 युज गर्नुहोस्। होइन म सेन्टिमिटरमा निकाल्छु भन्नुहुन्छ भने 864 बी बाई डी गर्नुहोस्। त्यसो गाह्रो ल, यति कपी गर्नुहोस्। तपाईँलाई एमसिक्यूमा सोध्ने पनि यो रिलेसन सोधिरहेको हुन्छ। यो कपी गर्नु त, यसमा कसैलाई कन्फ्युजन भएपछि भन्नुहोस्। ओके, कसैलाई कन्फ्युजन छैन भने अब हामी अगाडि बढौँ। तपाईँलाई यो चाहिँ एसआई सिस्टममा हो ल, यो एसआई सिस्टममा हो। तपाईँलाई एसआई सिस्टममा कति हुन्छ र एफपिएस सिस्टममा कति हुन्छ भनेर सोधिन्छ। अब एफपिएस सिस्टममा हेर्नुहुन्छ भने पनि यो पनि टिपिराख्नु पऱ्यो, इन एफपिएस सिस्टम है। इन एफपिएस सिस्टममा यिनीहरूको रिलेसन के हो त भन्दा डेल्टा बराबर 1.985 हो इन्टु बी बाई डी। यसरी याद गर्नु पऱ्यो तपाईँहरूले। इनएफपी सिस्टममा चाहिँ कति हुँदो रहेछ त 1.985, के होइन फिटमा कन्भर्ट गरेको, फिटमा कन्भर्ट गर्दा यसरी आउँछ। यसको युनिट के हुन्छ त अब हाम्रो युनिट फिट आउँछ। ओके ल, युनिट चाहिँ फिट हुन्छ। अब जाउँ त्यसपछि हामी
अब जस्तै एउटा अर्को है, अब न्युमेरिकल तपाईँले जसरी पनि सोधिन सक्छ। एउटा नोटमा के लेखिराख्नुहोस् भनेपछि, अब कहिलेकाहीँ फर कोर वाटरिङ भनेर सोध्छ क्या। कोर वाटरिङ भने के हो हाम्रो, मैले हिजो डिटेलमा एक्सप्लेन गरिसकेँ। ठिक छ। अब फर कोर वाटरिङको लागि यस सिधै डेप्थ अफ वाटर फर कोर वाटरिङ भन्छ, यसरी सोध्छ क्या। के हुन्छ त भन्दा, फर्मुला माथिकै हो, 8.64 इन्टु बी फर कोर वाटरिङ। कोर वाटरिङको लागि बेस पिरियड कति छ क्वेसनमा दिन्छ, अनि आउटलेट फ्याक्टर दिन्छ तपाईँहरूलाई। आउटलेट फ्याक्टर अघि के भनेको थिएँ मैले, आउटलेट फ्याक्टर भनेको, अथवा आउटलेट ड्युटी दिन्छ। आउटलेट ड्युटी भनेकै ड्युटी हो क्या, हो क्वेसनमा दियो भनेपछि। एकचोटि बोर्डमा हेर्नु त, एकछिनमा लेख्नु होला, बोर्डमा हेर्नु त। तपाईँलाई कोर वाटरिङको लागि डेप्थ अफ वाटर अर्थात् डेल्टा कति हुन्छ भने सोध्छ, अनि बी फर कोर दिन्छ, बेस पिरियड फर कोर दिन्छ, अनि आउटलेट फ्याक्टर दिन्छ कहिलेकाहीँ। कहिलेकाहीँ आउटलेट डिस्चार्ज फ्याक्टर दिन्छ, कहिलेकाहीँ तपाईँलाई आउटलेट ड्युटी दिन्छ, अथवा कहिलेकाहीँ ड्युटी मात्र दियो भने यसरी निकाल्नु होला। यसको एन्सर केमा आउँछ त, अभियसली 8.64 भइसकेपछि मिटरमा आउँछ। हो कहिलेकाहीँ न्युमेरिकलमा यो सोधेको पाइन्छ तपाईँहरूलाई। यो पनि कपी गर्नुहोस्। अनि एउटा सानो क्वेसन गरौँ हामी। फर्टिलाइजिङ एजेन्ट भन्नुभएको छ, होइन? ल ठिक छ। अब हामी हेरौँ। अब जस्तै यो यसमा कन्फ्युजन छैन, एउटा सानो क्वेसनहरू, एउटा एउटा क्वेसन लेखौँ, त्यसपछि हामी अर्को टपिकमा जाउँला। सिम्पल छ ल एउटा क्वेसन। अब तपाईँले यो सबैले मिलाइहाल्नुहुन्छ, त्यही पनि कसरी क्वेसन आउँछ भन्ने हेऱ्यौँ। क्वेसन चाहिँ ड्युटी अफ, एकदम नै इम्पोर्टेन्ट क्वेसन हो। ड्युटी अफ वाटर इज लेस, कति बेला चाहिँ कम हुन्छ, इफ कमा। त्यसपछि अप्सन एमा एरिया इरिगेटेड इज मोर, एरिया RIGATED इरिगेटेड इज मोर, एरिया इरिगेटेड इज मोर। अप्सन बीमा छ वाटर इरिगेटेड, वाटर चाहिँ इरिगेट गर्नुपर्ने वाटर इज चाहिँ धेरै छ भने वाटर इरिगेटेड इज मोर। र सीमा वाटर सप्लाई रिक्वायर्ड इज लेस, वाटर सप्लाई रिक्वायर्ड इज लेस। अप्सन डीमा नन अफ दि एबभ, अलिकति कन्फ्युजन क्वेसन गराउँछ यसले, नन अफ दि एबभ। हेर्नु त कुन हुन्छ, ड्युटी अफ वाटर कम कति बेला हुन्छ। अप्सन बी भन्नुभएको छ। ल ओके, म देखाइदिन्छु रिलेसनसिप बिट्विन, यो क्वेसन गर्नुहोस्, म एकछिनमा देखाइदिन्छु। कति बेला, अप्सन ए पनि भन्नुभएको छ, कति बेला चाहिँ ड्युटी कम हुन्छ त, एरिया इरिगेटेड इज मोर। यसो अलिकति डेप्थमा गएर बुझ्नुहोस् है, अप्सनलाई दुई तिनचोटि पढ्नुहोस्। एरिया इरिगेटेड इज मोर, धेरै एरिया चाहिँ के त सिँचाइ भयो भने ड्युटी कम हुन्छ अरे, हो त त्यो? धेरै एरिया सिँचाइ भयो भने एरिया इरिगेटेड इज मोर, त्यति बेला ड्युटी कम हुन्छ अरे। अनि वाटर इरिगेटेड इज मोर भनेपछि जति हामीले सिँचाइ गर्नुपर्ने पानी छ त्यो धेरै चाहियो भनेपछि के हुने भयो, ड्युटी लेस हुने भयो। वाटर सप्लाई रिक्वायर्ड इज लेस त होइन। वाटर इरिगेटेड इज मोर, अप्सन बी। ठिक छ। कन्फ्युजन क्वेसन हो एकदमै। ल अब त्यसो भए म एउटा एउटा अर्को क्वेसन गरेँ ल। ल म यो देखाइदिन्छु, हेर्नु त, अघि देखाइदिनु भन्दैन भने यसको रिलेसनसिप स्क्रिनसट गर्नुहोस्। यसलाई स्क्रिनसट गर्नु त, जसको जसको छुटेको छ।
यो पनि गर्नुहोस्, यो पनि गर्नुहोस्, यो पनि गर्नुहोस्, यो पनि। ल यहाँनिर वाटर सप्लाई लेख्नु त कन्फ्युजन जो जो हुनुहुन्छ, वाटर सप्लाई इरिगेटेड, यो अलि ल्याङ्ग्वेज मिल्दैन भने मैले सिधै वाटर मात्र लेखेको। वाटर सप्लाई रिक्वायर्ड इज मोर लेख्दा पनि अप्सन चाहिँ त्यसरी आउँदा पनि एन्सर बी नै हुन्छ क्या, त्यही नै वाटर सप्लाई रिक्वायर्ड इज मोर। कति बेला कम हुन्छ भनेपछि अब यो अप्सनमा कोही कन्फ्युजन हुनुहुन्छ भने यसरी लेख्नुहोस्, ल वाटर सप्लाइड रिक्वायर्ड इज मोर लेख्नुहोस्। पानी चाहिँ धेरै चाहियो क्या, वाटर सप्लाई रिक्वायर्ड इज मोर। ग्राउन्डमा पानी धेरै चाहियो भने के हुन्छ त, ड्युटी कम हुन्छ नि त। अघि पनि भनेको थिएँ नि मैले, एकजनाले जस्तै मैले 1 लिटर पानी खान्छु पर डेमा भने अर्कोले कसैले चाहिँ 10 लिटर पानी खान्छ भनेपछि हो कसको लागि चाहिँ हुने भयो त, जो मान्छेले कम खान्छ त्यसको लागि चाहिँ के हो त, ड्युटी कम हुने भयो, हो धेरै हुने भयो, धेरै खानेसँग धेरै हुने भयो। मैले अघि पनि इक्जाम्पल दिएको थिएँ, हो यहाँ पनि त्यस्तै भयो क्या। सिम्पल के हो त भन्दा वाटर सप्लाई रिक्वायर्ड इज मोर, पानी धेरै चाहिएछ भनेपछि के हुने भयो त, यसले धेरैजनालाई पानी पुग्दैन नि त, अथवा पानी धेरै चाहिएको छ भने धेरै एरिया सिँचाइ पनि हुँदैन हो, त्यही भएर के हुन्छ त, वाटर सप्लाई धेरै छ भने त्यहाँनिर के हुन्छ त, ड्युटी लेस हुन्छ। वाटर सप्लाई होइन फेरि, यहाँनिर वर्ड बुझ्नुहोस्, वाटर सप्लाई रिक्वायर्ड छ फेरि यहाँनिर, वाटर सप्लाई मात्रै होइन, वाटर सप्लाई रिक्वायर्ड। पानी धेरै चाहियो भने ड्युटी कम हुन्छ क्या, पानी कम चाहियो भने ड्युटी पनि बढी हुन्छ, हेर्नु यसरी बुझ्नु पऱ्यो है त। ल कोर पिरियड एकचोटि बुझाइदिनु भन्नुभएको छ, हिजोको क्लासमा भनिसकेँ मैले, कोर पिरियड भनेको फर्स्ट वाटरिङ हो। बिरुवा छरेदेखि बिरुवा केही सेन्टिमिटरसम्म बढुन्जेलसम्मको डेप्थ अफ वाटरलाई हामी के भन्छौँ त, कोर वाटरिङ भन्छौँ। त्यो समयलाई चाहिँ कोर पिरियड भन्छौँ है। त्यसपछि एउटा एउटा क्वेसन गर्नुहोस्, त्यसपछि हामी अगाडि बढौँ। यसबाट न्युमेरिकल सोधिरहेको छ, 5 मार्क्समा एकदम नै इम्पोर्टेन्ट छ क्वेसन चाहिँ। तपाईँहरूसँग अल इन वान छ भने सबै अल इन वानमै छ, यसो म मिलाइदिन्छु, ल्याङ्ग्वेज फरक पर्ला। अ क्रोप अ क्रोप रिक्वायर्ड 20 सेन्टिमिटर, अ क्रोप रिक्वायर्ड 20 सेन्टिमिटर वाटर इन हजुर वाटर एभ्री इन 10 डेज भनौँ, 10 डेज भनौँ, के भयो। है हेर्नु त, अ क्रोप रिक्वायर्ड 20 सेन्टिमिटर वाटर एभ्री इन 10 डेज, प्रत्येक 10 दिनमा चाहिँ 20 सेन्टिमिटर चाहिँ चाहिन्छ भने, त्यसपछि एन्ड क्रोप पिरियड, क्रोप एन्ड क्रोप पिरियड इज 100 डेज। 100 दिन बनाइदिउँ, क्रोप पिरियड इज, फाइन्ड डेल्टा एन्ड ड्युटी अफ वाटर। यसलाई के 5 मार्क्स दिनु, एकदमै छोटो छ, सबैजना निकाल्नु त। अक्रोप पिरियड 20 डेज, ल सबैजनाले यसको एन्सर निकाल्नुहोस् है त एकछिनमै।
ल म यतै छु, तपाईँहरूलाई यसो गर्नुहोस् भनेर टाइम दिएको थिएँ। आयो, एन्सर आयो, कति आयो भन्नु त? कति एन्सर आयो? खोइ त एकजनाको पनि आएन। के हो यस्तो? सरिताको 432। एकजनाको मात्रै आयो, सरिताको मात्रै। अनि नवीनको पनि आयो, ओके। 430 डिफ्रेन्ट एन्सर कसरी आयो? मलाई थाहा छैन कति पो आउँछ है। 2 मिटर र 432 ओके। ल एकचोटि चाहिँ हेरौँ, सरस्वती म गरिदिन्छु, तपाईँले क्यालकुलेटर थिच्नु होला कति आउँछ। सुरुमा के छ त भन्दा सोलुसनमा हेरौँ। एउटा कन्डिसन दिएको छ कि 20 सेन्टिमिटर वाटर इभ्री इन 10 दिन। टोटल चाहिँ 100 दिन छ र प्रत्येक 10 दिनमा 20 सेन्टिमिटर वाटर चाहिन्छ अरे। भनेपछि 20 सेन्टिमिटर वाटर, 20 सेन्टिमिटर वाटर एभ्री 10 डेज, एउटा कन्डिसन क्वेसनमा दिएको छ है त। भनेपछि यहाँनिर बेस पिरियड भनेको के हो त? फर्स्ट वाटरिङदेखि लास्ट वाटरिङ हो भनेपछि पक्कै पनि कति छ त? बी बराबर 100 डेज होला। ओके। अनि हामीलाई एउटा डेल्टा चाहिएको छ, एउटा डेल्टा बराबर वाट र अर्को के छ त? ड्युटी बराबर वाट, डी चाहियो। भनेपछि सुरुमा हामीलाई नम्बर अफ वाटरिङ निकाल्न पर्यो क्या। नम्बर अफ वाटरिङ भनेको कतिचोटि पानी लायौँ त हामीले। भनेपछि टोटल 100 दिन पानी लायौँ हो। एकचोटिमा कति दिन त लायौँ त भनेपछि 10 दिनमा एकचोटि लाउँछौँ अरे। भनेपछि 100/10 गरौँ हामी, भनेपछि त्यसलाई नम्बर अफ वाटरिङ भनौँ है त। नम्बर अफ वाटरिङ 100 दिनमा हामीले 10 चोटि पानी लाउने रहेछौँ। 100 दिनमा 10 चोटि खेतमा पानी लायौँ, ठिक छ। अब भइसकेपछि नाउ हेर्नु ल, डेल्टा निकाल्न पऱ्यो नि त। डेल्टा भनेको हिजो डिफिनेसनमा डेल्टा भनेको हिजो डिफिनेसनमा हेर्नुभयो भने टोटल डेप्थ अफ वाटर थियो हो। डेल्टा भनेको टोटल डेप्थ अफ वाटर हो। एक दिन 10 दिनमा 20 सेन्टिमिटर हो भने टोटल 100 दिनमा त हामीले त यहाँनिर नम्बर अफ वाटरिङले मल्टिप्लाई गर्नु पऱ्यो। कति गर्नु पऱ्यो त? 10 × 20 गर्दाखेरि 200 सेन्टिमिटर हो। यति निकाल्नको लागि 20 सेन्टिमिटर वाटर इन एभ्री 10 डेज भनेको सिम्पल। अब तपाईँले यो ननिकालेर सिधै इन्टु 10 गर्दा पनि हुन्छ, जस्ट मैले बुझाउन मात्रै खोजेको, ओके। त्यसपछि बराबर के आयो त? यो 2 मिटर आइगयो। एन्सर डेल्टा सिधै आयो, कति आयो? 2 मिटर। अब ड्युटी भनेको के छ त हाम्रो? हेर्नु त, ड्युटी भनेको अघि भर्खरै डी बराबर 8.64 इन्टु बी बाई यतापट्टिको डेल्टालाई तल लियौँ डेल्टा। अब यहाँबाट 8.64 इन्टु बी भनेको 100 डेज छ, अनि डेल्टा भर्खरै 2 छ, 50। 8.64 इन्टु 5 50 गर्ने हो भने 50 इक्वल टु तपाईँले भने 432 भन्नुभयो, यस्तै आउँछ होला, हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। र यसरी चाहिँ तपाईँले निकाल्नु पऱ्यो। केही पनि गाह्रो छ त यो? छैन। 432 हेक्टर पर मिटर क्युबिक पर सेकेन्ड। केही कन्फ्युजन कसैलाई? कन्फ्युजन छ कसैलाई? ल त्यसपछि एकचोटि भनिदिनु पऱ्यो भनेमा चाहिँ केही पनि छैन। जस्ट 20 सेन्टिमिटर वाटर इन प्रत्येक 10 दिनमा 20 सेन्टिमिटर पानी लाउनु भयो भने तपाईँ 100 दिनमा कति हुन्छ निकाल्न सक्नुहुन्छ। सिम्पल युनिटरी मेथडबाट निकाल्दा पनि हुन्छ। 20 × 10 गर्ने डाइरेक्टली 2 सेन्टिमिटर, 200 सेन्टिमिटर आयो। 200 सेन्टिमिटर भनेको 2 मिटर, डेल्टा आइहाल्यो। ड्युटीको फर्मुला अघि छँदैछ। ल ओके। अब जाउँ त्यसपछि हामी। ल नयाँ टपिक हेरौँ, क्रोप एन्ड क्रोपिङ सिजन भनेर। यो अलिकति थ्योरी हो, हामी सरस्वती पढौँ सजिलो छ। क्रोप एन्ड क्रोपिङ सिजन। कतिवटा क्रोप छ तपाईँलाई थाहा छ? एउटा क्रोप त धेरै होला। खरिफ क्रोप सिजन भन्छौँ, रबी क्रोप सिजन भन्छौँ, पेर्नियल क्रोप भन्छौँ हो। यो कुराहरू चाहिँ हामी सरस्वती लेखौँ है त।
ल त्यसपछि 1 नम्बरमा खरिफ। अब हेर्नु ल, यहाँनिर खरिफ क्रोप सिजन भने मैले तपाईँले खरिफ क्रोप मात्रै भने पनि यो छुट्टै किसिमको बाली होइन क्या, तपाईँले यसरी बुझ्नु होला। लोकसेवामा जसरी पनि झुकिन सक्छ। खरिफ क्रोप भनेको बर्खायाममा लागेको बाली नालीहरू भन्न खोज्या, अनि खरिफ क्रोप सिजन भनेको चाहिँ बर्खायामको समय भन्न खोजेको। सिजन भनेको समय, खरिफ क्रोप भनेको चाहिँ बर्खायाममा लागेको बाली नालीहरू, त्यसरी बुझ्नु होला। अब यो कहिलेदेखि कहिलेसम्म लाउँछौँ थाहा छ? बर्खायाम कहिले ठ्याक्कै सकियो भनौँ, बर्खायाम सकिन्छ, अब चिसो चिसो मौसम सुरु भयो भनेपछि यो अप्रिलदेखिबाट, एपिआरआइएल, अप्रिल टु सिपिटिइएमबिइआर सेप्टेम्बर, अप्रिलदेखि सेप्टेम्बरसम्मको समयलाई हामी के भन्दा रहेछौँ त? खरिफ क्रोप सिजन अथवा खरिफ सिजन भनेर मात्रै भन्दा पनि हुन्छ। अहिले यसको बारेमा हामी थोरै थोरै लेखौँ यहाँनिर। अल्सो कल्ड एज समर, समर अर मनसुन क्रोप, मनसुन क्रोप पनि भन्छौँ हामी। अब कस्तोलाई चाहिँ भने त क्रोप्स विच आर, crop which are sown at the beginning of south west, beginning of southwest monsoon स्ल्यास, अथवा यसलाई समर भने पनि हुन्छ, ओर इन्ड अफ विन्टर भने पनि हुन्छ। चिसो मौसम सकिने बेलामा इन्ड अफ विन्टर, एन्ड हार्भेस्टेड, एन्ड हार्भेस्टेड एट द इन्ड अफ समर, एट द इन्ड अफ समर, harvested at the end of summer or beginning of winter, beginning of or beginning of winter is known as kharif crop. कति सजिलो छ हेर्नु। त्यसपछि नेपालीबाट चाहिन्छ भने नेपाली क्यालेन्डर अनुसार है त, नेपालीबाट खरिफ क्रोप्स स्टार्ट फ्रम, कहाँबाट स्टार्ट हुन्छ त? माथि पनि लेखेछु मैले, अप्रिल, 1 अप्रिल भनौँ, 1 अप्रिलबाट सुरु भएर टु 30 सेप्टेम्बर, 30 सेप्टेम्बरसम्म हुन्छ। अब अरूलाई यसको इक्जाम्पल लेखौँ। इक्जाम्पलमा राइस, मेज, मिलेट, त्यसपछि अरू के हुनसक्छ? राइस, मेज, मिलेट, कटन, मुङफली पनि हुन्छ क्या अरे, ग्राउन्डनट, सोयाबिन, अरू बज्रा, इटिसी। यिनीहरू भनेका खरिफ क्रोपहरू हुन्। राइस, मेज, मिलेट, कटन, ग्राउन्डनट, सोयाबिन, बज्रा, इटिसी। यति कपी गर्नु त। त्यसपछि हामी अब बर्खायाम सकिएपछि के हुन्छ त? हिउँदो सुरु हुन्छ, चिसो सुरु हुन्छ, त्यसलाई हामी रबी सिजन भन्छौँ। ल यति कपी गर्नु, अनि थोरै 2 मिनट ब्रेक गरौँ ल, एकैछिन।
ओके। ल अब हामी स्टार्ट फ्रम, यहाँनिर फ्रम थप्नुहोस् है त। स्टार्ट फ्रम अप्रिल, 1 अप्रिल टु 30 सेप्टेम्बर, यो भयो। अब त्यसपछि हेर्नु ल, सरस्वती भनौँ हामी यसमा। गर्मी मौसममा हुन्छ अथवा पानी पर्ने सिजन हो बर्खायाम भनेको, त्यही भएर समर अथवा मनसुन क्रप पनि भन्छौँ। यो कहिले कहिले हामी बिरुवा रोप्छौँ, कहिले कहिले चाहिँ बिरुवालाई चाहिँ काट्छौँ अथवा हार्भेस्ट गर्छौँ भनेपछि क्रोप विच आर सन एट द बिगिनिङ अफ साउथ वेस्ट मनसुन अथवा समर और इन्ड अफ विन्टर, चिसो सकिए बेलामा। वैशाख, वैशाख जेठ अर्थात् चैत वैशाख, नेपालीबाट भन्ने हो भने चैत वैशाख टु असोज कार्तिक भनेर भन्छौँ हामी। एन्ड कहिले हार्भेस्ट गर्ने त, हार्भेस्ट एट द इन्ड अफ समर। अब गर्मी मौसम सकिने बेलामा हामीले के गरिरहेछौँ, तपाईँले अहिले धानहरू काटिरहेको हुन्छ नि त होइन। धान काटेर हामीले के गर्छौँ त, घरभित्र भित्रिरहेको छौँ भनेपछि हो यो भनेको के हो त, समर सकिन लागेको बेलामा, इन्ड अफ समर भनेर बुझ्नु पर्यो। अनि ओर बिगिनिङ अफ विन्टर, चिसो भर्खर सुरु भयो नि त, बिगिनिङ अफ विन्टर इज नोन एज खरिफ क्रोप, 1 अप्रिल टु 30 सेप्टेम्बर। राइस, यसमा चाहिँ राइस, यो मकै भइहाल्यो, कोदो भइहाल्यो, कटन भइगयो, कपास भइगयो, ग्राउन्डनट मुङफली बदाम भइगयो, सोयाबिन भइहाल्यो हाम्रो। बज्रा भनेको दाल टाइपमा सबैको, त्यसलाई हामी बज्रा भन्छौँ। यो जुन यो इक्जाम्पललाई चाहिँ हामीले के त खरिफ क्रोप भनेर भन्न सक्छौँ, ठिक छ। ल त्यो क्वेसन आउँछ, लिगुमिनियस क्रोप भनेको एकछिनमा पढ्छौँ हामी, त्यसपछि तपाईँहरूले आफै थाहा पाइहाल्नुहुन्छ कस्तो क्रोप हो भनेर। ल हेरौँ है त, अब त्यसपछि हामी जाउँ। म नयाँ स्लाइडमा गएँ। अब हामीले के पढ्नु पर्यो त भनेपछि, नेपालीबाट लेख्नुहुन्छ भने चैत वैशाखबाट सुरु, खरिफ क्रोप भनेको चैत वैशाखबाट सुरु भएर असोज कार्तिकमा सकिन्छ भने त्यसलाई हामी खरिफ क्रोप भन्छौँ नेपालीबाट, नेपाली क्यालेन्डरबाट चाहिँ है त। अब 2 नम्बरमा छ रबी। रबी क्रप सिजन कहिले सकिन्छ, सेप्टेम्बर पछि के आउँछ, अक्टोबर, अहिले अक्टोबर चलिरहेको छ। अक्टोबर टु अप्रिलभन्दा जस्ट अघिल्लो महिना कुन हो, मार्च हो। ठिक छ, अक्टोबरदेखि मार्चसम्मको टाइम पिरियडलाई हामी के भन्छौँ त, रबी क्रोप भन्छौँ। अब रबी क्रोप सिजन अथवा रबी सिजन भन्छौँ, बिस्तारै रबी सिजन सुरु भइरहेको छ। यसलाई अल्सो कल्ड एज विन्टर, अल्सो कल्ड एज विन्टर क्रोप पनि भन्ने भयो यसलाई हामीले। क्रोप विच आर crop which are sown at the beginning of winter, बिगिनिङ अफ विन्टर, और यसलाई इन्ड अफ समर भन्न पनि पायौँ हामीले, और इन्ड अफ समर एन्ड हार्भेस्ट एट दि विन्टर और बिगिनिङ अफ समर। अब आजभोलि हामीले अब भर्खर गहुँहरू लाउँदैछौँ नि होइन, गहुँहरू तोरीहरू लाउँदैछौँ, त्यो चाहिँ हामीले कहिले हार्भेस्ट गर्छौँ भन्दा चैत वैशाखमा क्या, आजभोलि लगाएको चाहिँ। ठिक छ। चैत वैशाखभन्दा अगाडि चाहिँ हामीले हार्भेस्ट गरिसक्छौँ। रबी क्रोप स्टार्ट फ्रम 1 अक्टोबर टु 31 फर्स्ट मार्च।
हाम्रो के त अब 1 अक्टोबरदेखि 31 मार्चसम्म के हुन्छ त हाम्रो रबी क्रप हुने भयो। इक्जाम्पलमा पोट्याटो, पिओटिए, कस्तो स्पेलिङ नआएको त, पिओटिएटिओइएस, पोट्याटोज, मस्टर्ड, ग्राम, पिर्नियल क्रोप भन्ने पनि छ एउटा अर्को। क्रोप्स ह्याभ, पेरिनियलको मिनिङ बाह्रै मासे भन्छौँ, सधैँभरि भइराख्ने। क्रोप्स ह्याभ बेस पिरियड, क्रोप्स ह्याभ बेस पिरियड अफ मोर देन 300 डेज इज कल्ड पेरिनियल क्रोप। ल यति कपी गर्नु त सबैजनाले, जसको बेस पिरियड चाहिँ 300 भन्दा धेरै छ, भनेको 1 वर्षै त हो त्यो भनेको। ल यो कपी गर्नुहोस्। अब त्यो रबी क्रोपको बारेमा भन्नुपर्छ त मैले। सर लङ क्रोप, लङ कहाँ छ खोइ। कपी भयो, च्याट पनि गर्नुहोस्। ल अब यसको इक्जाम्पलमा जस्तै तपाईँले केही नभए पनि 12 महिनामा 11 महिनै रहनुहुने कुन कुन क्रोपहरू छ त? एउटा त उखु भइहाल्यो, सुगर क्यान भइहाल्यो, अरू फ्रुटहरू पनि के हुन्छ त भन्दा पेर्नियल क्रोपमा काउन्ट हुन्छ है त। इक्जाम्पलमा
इक्जाम्पलमा फ्रुट्स, सुगर क्यान, इटिस। अर्को 4 नम्बरमा छ लिग्नियस क्रप भनेको चाहिँ कस्तो हो भन्दा पहिला लेख्छु म भन्छु ल अनि बिलोङ्स टु लिग्नियस एमी फ्यामिली। दिस क्रप्स roots have modular that contain nitrogen fixing bacteria called as rhizobium। यो इम्पोर्टेन्ट छ। bacteria which improve इक्जाम्पल देखेर थाहा पाइसक्नुभयो होला। यति कपी गर्नुहोस्। अघि हिमको बारेमा सोध्दै हुनुहुन्थ्यो होइन? ल कपी भयो। विच अफ द फ्लोइङ इज लिगुमिनियस क्रप भन्नुभएको छ राइस, पोट्याटो, ग्राउन्डनट, हिम्प भन्नुभएको छ हिम्प ल हिम्प। त्यसमा हामी हिम्पलाई कन्सिडर गर्छौँ। हुन चाहिँ ग्राउन्डनट पनि हो, त्यहाँभन्दा पनि ग्राउन्डनट भन्दा अझ चाहिँ हामी के त हिम्प
भनेर चाहिँ गर्छ। अब एकचोटि हेर्नु, यो तपाईँले देख्नु भएको छ मटर कस्तो हुन्छ देख्नु भएको छ, सिमी कस्तो हुन्छ देख्नु भएको छ, त्यसपछि यो चना कस्तो हुन्छ देख्नु भएको छ, ग्राउन्ड नट त देखिहाल्नुभयो। यो गाँजा पनि, त्यो गाँजालाई चाहिँ हातमा राख्नुभयो भनेपछि त्यो एकदम एकदम सानो हुन्छ क्या, सानो दाना हुन्छ। हो, अर्को भटमास कस्तो हुन्छ थाहा छ तपाईँ? यो लिग्युमिनियस क्रप भने कस्तो हुन्छ भन्दा तिनीहरूको फल चाहिँ एकदम यसरी जुन यो ग्रुपमा पर्ने क्या। जस्तै अब तपाईँहरूले भटमासलाई एक ठाउँमा राख्नुभयो भने यस्तो टाइपको देख्नुहुन्छ नि त। अब जस्तै गाजरलाई पनि एक ठाउँमा राख्नुभयो भने चाहिँ यस्तो टाइपको देखिन्छ, सिमीलाई, त्यसपछि मटरलाई। हो, जति जति क्रोपहरू उनीहरूको चाहिँ जुन अब के भन्ने त्यसलाई, जुन आउटपुट छ, जुन फलहरू छ त, हो यस्तो छ भने त्यसलाई चाहिँ हामी लिग्मिनियस क्रोप भन्छ, त लिग्मी फ्यामिलीमा चाहिँ पर्छ भनेर भन्छ क्या। हो, जस्तै अब यिनीहरूसँग रुट चाहिँ कस्तो हुन्छ त भन्दा यो दिस क्रोप रुट्स ह्याभ मोडुलार द्याट कन्टेन नाइट्रोजन फिक्सिङ ब्याक्टेरिया हुन्छ। अनि त्यो नाइट्रोजन फिक्सिङ ब्याक्टेरियाले के गर्छ त भन्दा सोइलमा भएको नाइट्रोजनलाई इम्प्रुभ गर्छ, जसले के गर्छ त धेरै क्रप प्रोडक्सन गराउँछ। यो कुरा चाहिँ तपाईँले बुझ्नु पर्यो। यो रिजबियम भन्ने पनि यो एकदम इम्पोर्टेन्ट छ ल, यो टर्म चाहिँ। यो कस्तो, यो ब्याक्टेरिया रिजबियम ब्याक्टेरिया भने कस्तो भनेर पनि सोधिरहेको हुन्छ। के हो त भन्दा नाइट्रोजन फिक्सिङ ब्याक्टेरियालाई चाहिँ हामी के भन्छौँ त, रिजबियम ब्याक्टेरिया भनेर भन्छौँ। यसरी बुझ्नु पर्यो, सिम्पल। अब तपाईँले यसलाई चाहिँ यो लिग्मियस क्रोप भने कस्तो भनेपछि यो इक्जाम्पल हेर्नु क्या। हो, यस्तो यस्तो फ्यामिलीमा पर्ने चाहिँ, यस्तो ग्रुपमा पर्ने ग्रुपलाई चाहिँ भनेर भन्छौँ भने तपाईँहरूले भन्नु पर्यो। दुवै छ। पहिला चाहिँ के गर्ने भने पहिला चाहिँ यो हिमलाई कन्सिडर गर्ने, त्यसपछि चाहिँ हिम छैन भने ग्राउन्ड नट कन्सिडर गर्नु होला है त। ल अब त्यसपछि अर्को एउटा तपाईँले नगदे बाली पनि सुन्नुभएको छ। म पहिला वर्षमा पढ्दाखेरि त नगदे बाली, नेपालको के मुख्य खेती नगदे बालीलाई चाहिँ के एक्सप्लेन गर भनेर सोध्थ्यो क्या जहिले पनि। यो के होला त, क्यास क्रोप भनेको हेरौँ है त, एउटा लास्टमा छ क्यास क्रोप भनेको नगदे बाली। जस्तै यसलाई हामी अल्सो कल्ड एज प्रोफिट क्रोप, प्रोफिट क्रोप्स। दिस दिस क्रोप्स आर ग्रोन टु सेल फर प्रोफिट, डाइरेक्टली पैसा, ह्यान्ड क्यास टु ह्यान्ड क्यास बेच्नको लागि क्या। जस्तै पैसा दिएर, अब हुन त अरू पनि त्यो जस्तै अब हामीले चना बेच्यौँ भने पैसा नआउने भन्ने चाहिँ हुँदैन नि त। हो, आउँछ। तर पनि हामीले चना चाहिँ पैसामा बेच्नको लागि भन्दा नि पहिला त हामीले खानको लागि चाहिँ लगाएको हुन्छौँ नि त। जस्तै ग्राउन्ड नट भयो, हो त्यसपछि अर्को के, यो मकै भयो, गहुँ भयो, धान भयो। यिनीहरू चाहिँ हामीले के त डाइरेक्टली बेच्छौँ, सेकेन्डरी पर्पजले बेच्ने। पहिलो पर्पज चाहिँ हामी त त्यसलाई चामल बनाएर खान्छौँ नि त, होइन? हो, त्यस्ता क्रोपलाई चाहिँ होइन अरे क्या। क्यास क्रोप भनेको चाहिँ म पैसै कमाउँछु भनेर चाहिँ जुन जुन लगाएको छौँ त्यसलाई हामी के त क्यास क्रप भन्छौँ। जस्तै उखु हेर्नु, सुगर क्यान हेर्नुभयो भने तपाईँहरूले खानुहुन्छ थाहा छ, तर खाने भन्दा पनि हामी त्यसलाई चाहिँ के त पहिला बेच्छौँ नि त। हो, त्यो सुगर क्यान भनेको भयो। त्यसपछि अर्को कफी भयो, हेर्नु कफी भयो, चिया भयो, चिया खेती भन्छ। हो, यिनीहरूलाई चाहिँ हामी के भन्छौँ त, क्यास क्रप भन्छौँ। यसरी बुझ्नु पर्यो क्यास क्रप भनेको नेपालीमा नगदे बाली। अब यसको इक्जाम्पलमा मैले अहिले भनेकै के हुनसक्छ त, उखु पनि भइहाल्यो, SUGARCN, सुगर क्यान भयो। त्यसपछि TABACC हो, टोब्याको तम्बाकु। त्यसपछि चिया, टी, कफी, हो इटिसी। हो, यिनीहरू चाहिँ के त हामी डाइरेक्ट पैसाको लागि चाहिँ लगाएको छौँ भने त्यसलाई क्यास क्रप भन्छौँ। एउटा क्वेसन गर्नु ल, कसैलाई कन्फ्युजन छ? खरिफ खरिफ क्रोप्स इज सन कसरी क्वेसन आउँछ भन्ने मात्रै हो। क्वेसन सजिलो भर्खरै पढेको कुरा हो। अप्सन एमा इन्ड अफ समर, इन्ड अफ समर। अप्सन बीमा बिगिनिङ अफ बिगिनिङ अफ साउथ वेस्ट मनसुन, सरी सब अगाडि लेखिसकेछौँ हामीले। इन्ड अफ नर्थ, नर्थसँग इस्ट आउँछ, नर्थ इस्ट, EAST, इन्ड अफ नर्थ इस्ट मनसुन।
डीमा छ बिगिनिङ अफ विन्टर। बिगिनिङ अफ विन्टर हो, यसरी क्वेसन सोध्छ भन्ने एउटा इक्जाम्पल मात्र दिएको। जे पनि अब जहिले कहिले खरिफ क्रोप मात्र नबन्ला रबी क्रोप भनिदिएला। यसरी चाहिँ तपाईँले बुझ्नु पर्यो। कुन हुन्छ यसको एन्सर? त्यसो भए ओके बी भन्नुभएको छ, मैले टिक लगाइहालेँ है। यो सजिलो छ, जुन अघि हामीले डिटेलमा लेखिसकेका छौँ। खरिफ क्रोप चाहिँ कहिले चाहिँ हामीले छर्छौँ अथवा ग्राउन्डमा लगाउँछौँ। अर्को कुरा छ एउटा क्वेसन चाहिँ स्पेलिङ बुझिराख्नु भएको छ है। विच क्रोप इम्प्रुभ्स, फेरि विच क्रोप्स, विच crop improve nitrogen content on the soil? NITROGN, nitrogen content of the soil। सोइलको नाइट्रोजन कन्टेन्ट चाहिँ कुन क्रोपले इम्प्रुभ गर्छ भर्खरै पढेको थियौँ। अप्सन एमा क्यास क्रोप, क्यास क्रोप्स। अप्सन बीमा लिग्मियस क्रोप, खरिफ क्रोप। कति सजिलो छ हेर्नु त, थ्योरी पढ्ने गर्नुहोस्, धेरै कुराहरू एमसिक्यू मिलाउन सकिन्छ। नन अफ दि एबोभ। ल, यो पनि कपी गरेर मलाई एन्सर भन्नुहोस् है त। उम्, दसैँ तिहारको बिचमा भएर होला, अरू पनि हुन्छ है त, अरू क्लास पनि हुन्छ। A crop that takes more than 4 months to mature, solid crop, long crop, hard crop, cash crop। क्यास crop भन्छौँ यसलाई नर्मल्ली। ल ठिक छ, यसको चाहिँ के हो त, लिग्मिनियस क्रोप भइहाल्यो, अघि भर्खर लेखेको थियौँ। एन्सर अप्सन बी, दुइटैको एन्सर अप्सन बी भयो है त। कति बुझ्यो आज? ल ओके, हामी आजलाई यति नै गरौँ। भोलि अब यो क्रोपको पनि भयो, कमान्डेड एरिया हेरौँला है त। एकदम इम्पोर्टेन्ट छ यो पनि, यसो हेरेर आउनु होला।